सभामुख महोदय, नेपाल भेपको प्रयोग फ्लेभर र फेसनको नाममा हाम्रा युवाहरू लतमा फसेका छन्। यो हाम्रो युवा पुस्तामाथि लक्षित सार्वजनिक स्वास्थ्य आक्रमण हो। WHO र वैज्ञानिक अध्ययनहरूले स्पष्ट गरेका छन् भेपमा निकोटिन, क्यान्सरजन्य रसायन तथा फोक्सोमा दीर्घकालीन क्षति पुर्याउने टक्सिन सब्स्टान्स हुन्छन्। साथै यसले हाम्रो मानसिक स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्दछ। सभामुख महोदय, भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक 32,23,687 थान विद्युतीय चुरोटका डिभाइस नेपालमा भित्रिएका छन्। केही दिन अगाडि मात्र मुस्ताङको कोरोला नाकाबाट 1,20,000 इलिगल भेप बरामद भएको छ। साथै भेपमा सुन लुकाएर तस्कर गर्ने माध्यम समेत बनेको छ। सभामुख महोदय, भेपको आयात, बिक्री र प्रयोगमा तत्काल कडा प्रतिबन्ध ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। सीमा सुरक्षा प्रणाली प्राविधिक युक्त र कडा बनाइयोस्। विद्यालय र कलेजमा राष्ट्रिय स्तरको सचेतना अभियान सुरु गरियोस्। तस्करी नियन्त्रणका लागि विशेष कार्यदल गठन गरियोस्। सभामुख महोदय, अब ढिलाइ गर्ने समय छैन, नत्र भोलि हामीले एउटा पुस्ता गुमाउनेछौँ। धन्यवाद।